पृथ्वीनारायण शाहकालीन एकीकरण मार्गको पहिचान तथा संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले गोरखाबाट सुरु गरेको ऐतिहासिक एकीकरण पदयात्राको टर्च आज धादिङ हुँदै नुवाकोट आइपुगेको छ। धादिङ र नुवाकोटको सिमानास्थित भर्याङ भुरुङ पुलमा पञ्चेबाजा र ब्यान्डबाजा सहित विशेष कार्यक्रम आयोजना गरी धादिङबाट पदयात्रा ल्याएको नेपाली सेनाको भैरवगणले नुवाकोट स्थित शेरगणको टोलीलाई टर्च र राष्ट्रिय झण्डा औपचारिक रूपमा हस्तान्तरण गरेको हो। बुधबार आयोजित स्वागत कार्यक्रममा म्याङ गाउँपालिकाका अध्यक्ष आशा बहादुर तामाङ, उपाध्यक्ष सीता तामाङ लगायत स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले पदयात्रा टोलीलाई भव्य स्वागत गरेका थिए। सामरी भन्ज्याङको ऐतिहासिक पौवामा केही बेर विश्राम गरेर निस्किएको पदयात्रा टोली आज साँझ विदुर नगरपालिकाको शुभघाटमा बास बस्नेछ भने भोलि पुस 24 गते बिहान नुवाकोट दरबार क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरी नुवाकोटबाट ककनीसम्मको पदयात्राका लागि टोलीलाई विदाई गरिनेछ। त्यसैगरी पुस 25 गते ककनी गाउँपालिकाको चतुराले तथा पुस 26 गते शनिबार काठमाडौँ स्थित भैरवीगणलाई टर्च र झण्डा हस्तान्तरण गरिने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले 2076 सालदेखि ऐतिहासिक एकीकरण पदयात्रा नियमित रूपमा सञ्चालन गर्दै आएको छ। चारौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गोर्खा काठमाडौँ एकीकरण पदयात्रा कार्यक्रममा चाहिँ यहाँ सबैलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। श्री मेगाङ गाउँपालिकाको प्रमुखज्यूलाई चाहिँ झण्डा प्रदान गरिदिनु हुँदा हार्दिक अनुरोध Yeah.